हेलो नमस्कार राधे राधे अस्सलामु अलैकुम स्वागत छ सबैजनालाई फेरि पनि मेरो अर्को रियाक्सन भिडियोमा म फेरि पनि रियाक्सन भिडियोको साथ उपस्थित भइसकेको छु। विगतको भिडियोको अपार सफलता अपार मायापछि म फेरि अर्को रियाक्सन भिडियोको साथ आइसकेको छु। सो म आज रियाक्ट गर्न गइरहेको छु हाम्रो शिबु पाण्डे ब्रदरको थग लाइफ मोमेन्टहरू हैन। सो शिबु ब्रदर एकदम भाइरल भइरहनु भएको छ अहिले, उहाँहरूको कुराले एकदम मार्केट हल्लाइरहेछ हैन। सो त्यही भिडियोहरू चाहिँ रियाक्ट गर्न गइरहेको छु। सो बिग साउट आउट हाम्रो प्रभात बस्नेत बदलले उहाँ बवाल मेमहरू चाहिँ कलेक्सन बवाल गर्नुहुन्छ उहाँले हैन। सो उहाँको भिडियोहरू बवाल हुन्छ, चेकआउट गर्नु होला तपाईँहरू पनि। सो ढिला नगरिकन लेट्स गेट इन्टु द भिडियो है त। भनेपछि तिमीलाई पाउनलाई राम्रै तपस्या गर्नुपर्ने रहेछ हैन? धेरै गाह्रो छ मलाई पाउनलाई त्यो भाग्यमानीले मात्र पाउँछ। हो कि क्या हो? सेम चुपाले पाउँदैन। सेम मेरो नि त्यही हो, मलाई पाउनलाई तपस्या गर्नुपर्छ, जो पाए त्यसले त गाह्रै छ है। चुपाले पाउँदैन, तर त्यो पायो भने त्यो मान्छे सधैँभरि खुसी भएर बस्छ। लाइफमा कहिले दुःख पाउन्न क्या, मसँग पायो भने त लाइफमा रुन्न के। अनेस्टी भन्दाखेरि होइन, अलिक खोलौँ, अमेरिका अस्ट्रेलिया युकेको लागि मात्रै ताकेको खास चाहिँ सेम म जस्तै मैले नि सेम अमेरिका युके मात्रै ताके है। आफू जान कि केटी चाहिँ बाहिरको भएको केटी? अनि मैले पिआरवाला खोजेको। ओ माई लर्ड, ओ माई मैले नि पिआरवाला, प्लिज पिआरवालाहरू कोही हुनुहुन्छ भने प्लिज है कन्ट्याक्ट गर्नु होला है। मैले होल्ड राखेको अहिलेसम्मलाई। मतलब तिमीलाई बाहिरको पिआर भएको केटी चाहियो? होटेर अभावले भन्छ तिमीलाई बाहिर बस्ने हो तिमी? अब बस्ने भन्दा पनि मेरो लाइफ सेटल चाहिँ त्यही गर्ने प्लानमा हो। त्यही भएर हो तिमीले गर्लफ्रेन्ड नबनाएको? बोल्न त धेरै सानो बोलेको छु नि त, बनाऊँ भने त भोलि नै यसो हुन्छ नि त मेरो। अमेरिका अस्ट्रेलिया युकेतिर घर र गाडी चाहिँ बिएमडब्ल्यू गाडी चाहिँ सोच्दैछु। बिएमडब्ल्यू मलाई नि बिएमडब्ल्यू नै चाहिन्छ है, बिएमडब्ल्यू होइन है। नमस्ते, हामीसँग शिवजी हुनुहुन्छ। शिवजी भर्खर हुनु त कहाँ जानु शिवजी? रातैभरि निन्द्रा छैन भन्छु नि तिमी, आँखा झिमिदिनु है। ल ओके ल। रातैभरि निन्द्रा छैन। आफूले डिल गर्न नसक्ने भएर मेरो म चाहिँ ह्यान्डलिङ गर्न नसक्ने भएर अलिकति खसेको कि जस्तो लाग्छ मलाई, डिप्रेसन। अनि मेरो कोही सपोर्टिङ, कोही ह्यान्डलिङ गरिदिने कोही मान्छे भइदियो भने, यदि हुन्थ्यो भने राम्रै पलमा आउँथ्यो कि जस्तो लाग्थ्यो मलाई। त्यसमा त डाउट छैन नि त, शिबु ब्रदरले त यहीँ पैसा कमाइरहेछ नि त, अरूले हो कि होइन? त्यसमा त डाउट छैन नि। फेरि शिबु ब्रदरले जे जसो भने पैसा चाहिँ क्रेजी नै कमाइरहनु भएको छ है। के रे अरूले सिटामल खान्छन् टाउको दुख्दाखेरि, बिमारी हुँदाखेरि। हामीले चाहिँ हलमा देखाउन गइरहेको छ सिटामल। पहिला खानुहुन्थ्यो, अब चाहिँ तपाईँहरूलाई चाहिँ सिनेमामा देखाउँछ। कितना चुभने लगा हूँ सबको। मैले चाहिँ खास चाहिँ लोकदेरी त्यति हेर्थेन पनि, अरुण दाईसँग चोकेपछि बल्ल लोकदेरीको अलिअलि चाहिँ आउन लागेको, तर अलिअलि सुन्न थालेको। पहिला के हेर्नुहुन्थ्यो तपाईँले? मैले इङ्ग्लिस गानाहरू, हिन्दी गानाहरू हेर्थेँ। इङ्ग्लिस हेर्ने तपाईँले? त्यो चाहिँ त्यतातिर ध्यान थियो मेरो। खै एउटा इङ्ग्लिस आउनुहोस् त कस्तो रहेछ। Come a long day, eyes to my face. When I tell you, when I see you again. म चाहिँ कलाकार हो र विशेष गरी म मुभी हेर्दैछु। सुरुमा त तिमीले मलाई चिन्ने थिएन हो? होइन चिन्थेँ कि दादा, म राइटरबाटै चिनेको थिएँ। क्या राइटरबाटै चिनेको थिएँ। राइटर? मैले कुन गीत लेखेर कुन कविताहरू लेखेर राइटर हुनलाई? प्रेम चाहिँ? प्रेम त अब गर्छु, अब तार्केट। मैले अस्ति भर्दै स्टाटस हालेको थिएँ फेसबुकमा,
ल है, अब कसैले मलाई प्रपोज गर्यो भने मलाई अब एक्सेप्ट गर्नेवाला छु भनेर हाले थिएँ। अरे क्या क्या करूं मैं इसका क्या करूं पिआरवाला भएन भने पिआर नभएको पनि अमेरिकावाला अस्ट्रेलियावाला युकेवाला चाहियो नि त। दोस्रो अप्सन त त्यो चाहियो नि। त्यो पनि अप्सन भएन भने अब जानेवाला छ नि, हो तेरा टार्गेट, हो तेरा टार्गेट। सेम से ओहो के हो शिव ब्रदर, मेरो त ट्याक्कै मिल्छ कि आजमै जानेवालालाई है ताक्ने। अब म गइसकेलाई त गाह्रो छ त, अब जानेवालालाई है। ओहो शिव ब्रदर मेरो त ट्याक्कै मिल्छ कि यार सब कुरा। तिमीलाई के छ कमाएर घर सर बनाऊ गाडी साडी किनौ भन्ने छ कि छैन? कमाएर मैले यहाँ त होइन अमेरिका अस्ट्रेलिया युकेतिर घर र गाडी चाहिँ BMW गाडी चाहिँ सोच्दैछु। यो भुमरी के रे यसको नाम? बुमरी कुकीलाई भनेछ केटीहरूले आई लभ यु म मन पराउँछु भनेछ कति छन्? हो है धेरै छन् तर उहाँहरूलाई मैले सम्झाएर पठाउँछु। गर्लफ्रेन्ड मेरो अहिलेसम्म बनाउन सकेन। किन बनाउन सकेन भनौँ न, किन म कसैलाई पनि डाइरेक्ट आई लभ यु भन्न सक्दैन कि। कतिवटा प्रपोज आयो तपाईँलाई केटीहरूको? मेरो त लड्की नानी 30 35 भित्र छ के। तपाईँको मन राम्रो अनि म आफै राम्रो। धेरै राम्रो लाग्छ क्या हजुरलाई? त्यही भन्दिनँ न त ल। मलाई नि तपाईँ धेरै राम्रो लाग्छ। लभ यु। मैले होइन भर्खरै युट्युब च्यानल खोलेको छु होइन? होइन युट्युब च्यानल खोलेको छु होइन? हो दुईजनालाई भनिदिनु पर्यो न दर्शकलाई। तिनैजनालाई यसो मेरो भ्लगको लागि सब्सक्राइब गरिदिनु पर्यो। लाइक सब्सक्राइब मेरो भ्लगको लागि सब्स्क्राइब गरिदिनु। हजुरको लागि होइन, बस्नु न दाजु, सुन्नु न आरामले बस्नु टेन्सन नगर्नु न, म छु के। यतिको कन्फिडेन्स शिबु पाण्डे अनि शिवु पाण्डे नेपालको निकै चर्चित र भाइरल कमेडियन कलाकार हुनुहुन्छ। हो हास्यास्पद प्रस्तुतिहरू र कलाकारी माय लर्ड यति राम्रो स्टकोट लाउँदाखेरि पनि बाख्राको उठालो जस्तो देख्ने यो मान्छे चाहिँ को नि? Where are you from? The United States of America. Anyway, you Shibu. Shibu. We all love Cebu. शिवलाई चिन्नुहुन्छ भनेको? ल कतिको हुनुहुन्छ महिना नडाटी भन्नु त दादा भन्दिने भन्दिन केही हुन्न कि ल भन्दिन दाइले नि हो हिसाब किताब गर्दिने। खोइ त मरद छ त। मरद छ खोइ। शिबु हजुर कता हिँडेको? म यतै हिँडेको। It's been a long day. भन्ने खास होइन। उनीहरूको टोन र हाम्रो टोन अलिक मिल्दैन कि। ल यो केटा के हो लाइक यसलाई यसप्रति केही छैन होइन। यो दाइ देखिरहेछ यो मनको राम्रै मान्छे हो कि, तर किन यसको थुप्रा हेर्दै यसलाई हुन्छ नि काम लगाइहालौँ जस्तो खालको थुप्रा छ यार यसको। यसलाई के काम दिइहाल्छ छिटो भन्ने टाइपको छ क्या। लाइक त्यो नो फिल्टर हो है झापाले जे छ मुखमा छ है कुनै। तपाईँहरूलाई पनि त्यस्तो त लागेको छैन नि? तपाईँ भेट्न आयो भने पनि लाइक यसलाई के हराउनु जा भाइ पानीले त भन्ने खालको यो सेम त्यस्तै छ यार। M16 यही रखिया तो फिगर बना सुरमा भी सच कतल तेरा टच कतल। बिहा गर्ने प्लान त मैले अलिक गर्दैन। गर्लफ्रेन्ड किन बनाउँछु भने म अब गराइसकेपछि अहिले मैले बनाएको छैन। मैले 6 महिनासम्म चेक गर्नुपर्छ। कसले किनिदियो त्यो चाहिँ? त्यो मैले कसले किनिदिएको भने एकजना साथीले नै हो, केटी साथीले नै हो। ओ माय केटी साथीले अन्डरवेयर किनेर दिएको। अनि
अनि शिवु बान्जेलाई यार तिम्रो ल्याङ्गर हुन्छ तिमीहरूको छ त्यस्तो साथी यार यस्तो किनिदिने कमन शिवु बान्जे हो नि त म्यान आज छ भोलि के छ ठिक ठिक आज छ भोलि के छ थाहा नै छैन खानी भातै हो जानी घाटै हो लभली लभली हो तिमीलाई चाहिँ कस्तो मनपर्छ भने मलाई कोको कोला फिगर मनपर्छ ठिक छ है चोइस नराम्रो छ भने है शिवु ब्रदरको कोको कोला फिगर मनपर्छ है फेरि होइन फ्यान्टा सेन्टा होइन है कोको कोला फिगरै हो नि फेरि फिगर चाहिँ ठिक्कको स्लिमवाला लभली है जस्तै विदेशीवाला ठिक्क हुन्छ नि हेर्दा पनि चिटिक्कको लभली है लभली शिवु ब्रदरको लास्ट फाइनल गोल भनेकै चल्दिने हो क्या विदेशी केटी बिहे गर्ने चल्दिने हो क्या शिवु ब्रदरको फाइनल छोटो कपालवाला मलाई मनपर्छ नि लामो बाल पालेको मनपर्छ कति लामो हुनु पर्यो लामो हो जति लामो भयो त्यो संस्कारी हुन्छ क्या त्यो ए कपाल लामो हुनु कपाल राम्रो हुनु पर्यो टुक्का चाहिँ सुनाउनु न अनि त्यसपछि तपाईँले म सँगै गाउँलाई पहिला सुनाउनु त तपाईँले ओ मन बिनाको बिनाको मन आकाशैमा उडी जाने तर पहिलाको अशोक दर्जीले गाएको र अहिले शिवु बान्जेले गाएको एउटै छ है आवाज फेरि यसमा चाहिँ केही भन्न मिल्दैन है हो कि होइन 100 त्यही होला पहिला अशोक दर्जीको नि यस्तै थियो है आवाज शिवु बान्जेको नि बिस्तारै उमेर अनुसार बढ्छ क्या आवाज उमेर अनुसार चाहिँ होइन आवाज चाहिँ झन् निखारिँदै आउँछ क्या दुनियालाई हाले आकाश चढिबन कति फुट छ भाइ मेरो 5 ल समथिङ लामो छ 5 पोइन्ट त मरि गए पनि छैन तिमी धेरै हैन 3 फुट छौ ओए स्केल ल्याउ त स्केल नाप स्केलले नापौँ त कति छ हाइट सन्नी लियोनी और कट्रिना कैफ परे ल सन्नी लियोनी हो र सन्नीले अस्ति आउनु भएको थियो नि काठमाडौँ भेट्नु भएन तपाईले भेट्नुभयो म त अस्ति गएको थिएँ एयरपोर्टमा अब हाइट पुगेर सोच भयो धन दामी सुन्यो होला नि त हाइट छैन ल साथीहरु वा दाइले चाहिँ दिनको दिन गर्नु छ बेलुका बेलुका हैन के हो प्रेम सम्बन्ध पनि खुलाइदिनुस् किनकि तपाईको बारेमा धेरैले हेर्न चाहन्छन् यो ननकार्नुस् है सुन्नुस् है एउटा कुरा त्यो चाहिँ त्यो काट्नुस् मैले भन्दैछु है त्यो होइन हुनुहुन्छ भन्ने कतिको सत्य हो होइन भन्नुस् होइन त्यो भागेको कुरा नभएको कुरा किन बोल्ने सँगै सँगै जिउला नि जोबन देउला नि हो जोबन देउला नि के हो ह्यान्डसम भएर आउनु भएको त क्युट देखिया त तपाईँले त हो र के फिल्म हेर्दै हो यस्तो हो अब फिल्म हेर्न पनि म पढाइ गर्थेँ तर इङ्ग्लिस फिल्महरू हेर्थेँ कि नि त बढी निलो फिल्म निलो होइन इङ्ग्लिस फिल्म दादा मेरो नाति चाहिँ राम्रो हुन्छ यसले देश खान्छ भन्नु भन्नुहुन्थ्यो कि नभन्दै भएको भइहाल्यो देश खान्छ यसले देश खाइसकेपछि उसले खाइसक्यो 100 खाइसक्यो त Yeah, what do you do for living? लिभिङ Yeah. लिभिङ बेड ए तल गएछ खत्म दामी होइन शिवु ब्रदर बवाल हो होइन कन्फिडेन्स चाहिँ नेक्स्ट लेभल छ होइन यतिको कन्फिडेन्स लाइफमा चाहिन्छ होइन जोक सपाट होइन जे भयो भने हाँस्यो तर यो लेभलको कन्फिडेन्सले चाहिँ आज शिवु ब्रदर त्यो स्थानमा छ होइन जुन हामी कल्पना गरिरहेछौँ अनि कति मान्छेहरू कल्पना गरिरहेछन् होइन त्यो स्थानमा चाहिँ शिवु ब्रदर पुगेको छ होइन राम्रो पैसा कमाइरहेछ फ्यामिलीले हेरिरहेछ द्याट्स इट त्यही नै हो चाहिने सो जस भिडियो मजा आयो होइन शिवु ब्रदरको ट्रोल पनि राम्रै भयो थग लाइफ मोमेन्टहरू पनि धेरै थियो होइन सियोस्
ओभरअल भिडियो भइहालेछ। बिग साउट आउट हाम्रो प्रभात ब्रदर, उहाँको कलेक्सन दामी नै हुन्छ होइन। सो तपाईँलाई के कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु होला होइन। सब्सक्राइब चाहिँ गरिदिनु होला होइन। सब्सक्राइबरको एकदम खाँचो छ मलाई पनि होइन। सो आजको लागि यही नै हो। म फेरि अर्को रियाक्सन भिडियोको साथ उपस्थित हुन्छु। अहिलेको लागि बिदा हुन चाहन्छु। हस्त, धन्यवाद, राधे राधे।